सो गाइस तपाईले भन्नु त ल आज मेरो छोरीले के लिएर छ हेरौँ गाइस के ल्याएछ बुराको अचार बफ पिकल्स हैन वाउ यो चाहिँ हङकङमा पनि आइसकेको रहेछ तर कहिले लाग्यो थाहा भएन त्यही पनि छोरी कहिले यहाँ ट्राई गर्दैछ कस्तो छ बुराको अचार ओ माय गॉड हेरौँ त गाइस ल दामी छ यो खुवाले दामी अब अचार खाइदिन्छ ल गॉड अचार घोल्नु पर्छ है हँ घोल्नु पर्छ यसो घोल्नु पर्छ रे ल मसलाहरू मोलमाल घोलमाल ल यसरी घोल्यो है इ आमामा ल कसो छ हेर त ट्राई गरेर ठिक्क सानो रहेछ राम्रो छ पिस मुखमा अट्छ ए प्लास्टिक रहेछ यार यहाँ अघि यसले च्यातेको नि त त्यही भएर ल खाए ल गाइचो अलिकति लाइट बनाऊ है त अलिकति उज्यालो अर्को अनि साह्रै उज्यालो भयो है मिठो या पिरो पिरो अरे कति पिरो छ होइन तपाईँले नि के अरे उसो वाला छ कि छैन ब म खान्न ट्राई गर्नु न के अरे पिरो छ होला एकदम साह्रै खाएन हौ खै ब म खान्न पिरो चाहिँ कस्तो छ मिठो मिठो छ भन्छ गाइज पिरो नुन मसला सबै ठिक टिमुर हालेको तिमुर पनि हाल्छ उस पनि हाल्छ धनियाँको बस्यो है गाइज ल गाइस खाइदियो बस्यो भने चाहिँ भात लिएर भात खाऊ अब बल्ल भात रुच्छ मेरो भात पकाएछ पकाएछ नि फेरि बिहानको होला नि ल दामी अहिले रहेछ त मलाई चाहिँ फेरि टिमुर हालेको चाहिँ एकदम मनपर्छ क्या लाखा के यसमा सही लाग्छ मलाई टिमुर हाल्यो अनि त धनियाँको त भुटेर उस के अरे त्यो हाल्छ थ्याक थिचेर हो त्यो use dry spoon store in a cool and dry place ए हाल्दै keep माथि container